पछि यसो हाल्नुहुन्छ मुर्गा हाल्छै छ आनामा हुन्छ क्याफे रेसर बनाएर चलाउने बाइक ल एनजी कार्बोरेसन गरेको यसको रिभ्यू दिनु होला कस्तो रहेछ माल छ बाइक कस्तो एकतिर धल्कास लाग्यो टायर हेर्नु छ नि त उडाउनु बाइकहरू उडाउनु ल अब त्यही नामै बिर्स्यो ड्यानियल होइन ड्यानियल भाइले बाइक उडाउनु लागेको छ एनजीको वान पिस बाइक अहिले चाहिँ हामी के अरे 3 पिस ह्यान्डल हाल्न जाने आज हामी होइन हाम्रो कन्टेन्ट चाहिँ त्यही हो दन्दै चुना भएको नि गर न इन्ड्रो किन सम्झ अहिले है इन्ड्रो किन सम्झ अहिले त्यो एउटाले हेरिरहेको थियो भिडियो खिचेँ कि नै मैले उडाएको खिचेँ खाने त्यो कस्तो लडा रहेछ यसो गरेर कडा हो अहिले चाहिँ हामी चाहिँ ह्यान्डल किन लिन जानु लागेको 3 पिस के अरे वसुन्धरामा अनि त्यसपछि चाहिँ हुन्छ के हुन्छ हेरौँ नानी ल हेरौँला है केटा हो ए आउनु अलिक टाढा कि अलिक टाढा कि केटा हो होइन कि एङ्गल भएन कि केटा हो अघि चाहिँ मैले बाइक उडाएको थिएँ भने एउटाले चाहिँ कस्तो हेरिरहेको थियो नम्बर प्लेट बुझाइदियो भने चाहिँ फेरि सौदी जानुपर्छ खाएको त्यही हो कि के हो हो त्यसैले भाग देख एनजी अब हामी चाहिँ अब 3 पिस ह्यान्डल लिन भाग कुद्दैछौँ नदेखाएर बोल न हामी चाहिँ अब कारै वसुन्धरा होइन ल वसुन्धरा गएर देखाउँदैछौँ हामीलाई बाई बाई Meanwhile केटा हो अहिले चाहिँ हामी चाहिँ 3 पिस ह्यान्डल लिन आएको अब भित्र कस्तो भ्लग बनाउन लाज लाग्यो कि What? के हो म्यान हो यार अब हामीसँग पैसा चाहिँ धेरै छैन हल्का हल्का छ त्यो अङ्कलले अब त्यो मिलाएर भन्यो भने चाहिँ लिएर जानु नभए चाहिँ फोनतिर आउने कि त मानिस जिन्दाबाद मानिस दिइहाल्छ केटा हो है भयो म काट्छु होइन हामी चाहिँ यो ह्यान्डल ल्याइसकेको छ 3 पिस ह्यान्डल यसो गरेर त पछि यसो हाल्नुहुन्छ गएर खोल्ने राम्रो गएर हेर न यहाँ यहीँ खोला न हल्का अनबक्सिङ भइसकेको छ तर बिचमा हल्का हल्का सानो टेक्निकल इररले गर्दा हाम्रो चाहिँ हल्का भएन चाहिँ खोल्दैछौँ सो एलिगेन्ट सो ब्युटिफुल एउटा तिमीहरूलाई चाहिँ के गरेको जस्तो लाग्छ होला भन्ने होइन यो चाहिँ होइन जहिले केही गरेको होइन मामालाई चाहिँ हामीले चाहिँ आऊ समात हामीलाई भनेर हल्का इन्भिटेसन दिएको थियो है त्यसो भन्दा फेरि आएर समानै होइन नि फेरि अनि इन्भिटेसन नदेखाउने के छ दोस्रो इन्भिटेसन अनि थर्ड इन्भिटेसन अर्को गोटी त केही हुँदैन कति गाली गर्छ नि अब फोर्थ के अरे इन्भिटेसन आउँदैछ फोर्थ इन्भिटेसन अन दी वे हल्का नत्र त साइलेन्सरले पनि गर्थ्यो होला तर स्टकै छ उसको चाहिँ फुल स्टक हो यो त फुल कम्पनी स्टक जस्तो रोयल इन्फिल्डले दिएको उस्तै छ जस्तो हो त्यस्तै हो फेरि म चाहिँ होइन यस्तो अरू जे बनाए पनि साउन्ड चाहिँ राख्नुहुन्न भन्ने मान्छे है फेरि डिस्टर्ब हुन्छ नि त साउन्डले गर्दा अरूलाई किनभने डिस्टर्ब हुँदैन यसले आफूलाई हार्म गर्छ हार्म गर्दैन तर हामी चाहिँ गर्दैन हामी चाहिँ कम्फोर्टेबलको लागि बनाएको हो कि नै हो बुझौँ के गर्ने गरिदिउँ भने दुई बाइक छ है हाम्रो यहाँनिर चाहिँ नम्बर भइहाल्यो अघि उहिले हान्ने बाइक चाहिँ यो हो नम्बर प्लेट बुझाइदिएको केटा हो एडिट गरेर है त्यही हो अब बुझाइदिँदा पनि बाल हुन्न मिरर पनि छैन भरे यो सबभन्दा चुदोला गफ भनेको चाहिँ दडोलाहरूको मिरर भर्खरै भएको छ भनेको जसले पनि त्यही भन्छ कि पेकवाला हालेको छ एउटा यो चाहिँ इलिगल काम गर्दाखेरि यो चाहिँ रियल काम गर्दाखेरि हो के गर्ने यिनीहरू यो नि फेक हो एआई केबी हो नि एआई हामी यहाँ अस्ति हुइली हानेको यहाँ फेरि जोडा पनि नाच्दैन हुइली हो A few moments later केटा
दलाली ध्यानमा दिनु भइसकेको छ है बाइक हात परेर त्यही हो मानसले चाहिँ जग्गा लगाएर काम गर्न थाले आँकडा हो यहाँ भिडियो हेर्ने कोहीलाई जग्गा चाहिएछ भने चाहिँ मानसलाई सम्पर्क गरेर सक्यो है त्यही हो भन्नु नि के छ र मेरो बाइकमा चाहिँ फेरि तेल छैन फेरि कति दिन भयो मैले तेल नहालेको कति 4-5 दिन कति दिन भयो त्यो छैन हल्का मात्रै छ किनभने अब त्यस्तो छ अरू भिडियो बिजोक छ बिजोक त्यही हो कुरा अब हामी चाहिँ सिधै आई होप हामी चाहिँ जग्गा मानसले दलाली गर्ने ठाउँ नपुगेर भिडियो गर्छु त्यही हो पिस कुरा हामी बाइक चाहिँ राखिसकेको छ मानस चाहिँ दलाल जग्गा दलाल भनेर मान्छेले हिँड्दैछ अब मैले त केही अटो पत्तो छैन होइन के हो कसो हो के हो है अब म त्यहीँ जाँदैछु कुरा बुझ्छु नि यस्तो होइन के रहेछ कस्तो रहेछ भनेर हिरो हो नि फेरि मानस के भन्छ केटा यस्तो बारेमा मानसलाई सही नलेज छ है सब स्किल सब भागमा दामी छ मानस ग्याङ ल त्यो एउटा हामी कन्क्लुजन के पुग्छ त्यो भिडियोमा अब त्यो पिस मानसले चाहिँ चुट काम गरेको हेर नि बाइकले हिजो छ्याप्दैन यस्तो अझ होइन भन्छ गरेको छैन मैले केही गरेको छैन भन्छ हेर यस्तो म चाहिँ बाइकको पछि आइरहेको थियो यो बाइकबाट यस्तो हिजो छ्याप्दैन हेर त यहाँ यस्तो गर्थ्यो अनि उसले गरेको भनेको मान्दै हेर नि म यस्तो लिन्छु मलाई त चाहिएन यस्तो ब्लर आएको फेरि ल पिस गर नि टाउको जाउँ नि त यस्तो गर नि त बिल्ला हुन्छ यस्तो के तपाईँहरूलाई चाहिँ इफ जग्गा कि घर केही बेच्नु छ भने रियल इस्टेट हल्का बुझ्नुहुन्न त्यसैले हल्का नेपालीमा बुझाइदिएको तपाईँहरूलाई घर बेच्नु छदेखि घर बेचाउनसम्म म सक्छु हात हान्न मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ मेरो नम्बर चाहिँ यस्तो गरेको छ अनि मेरो नम्बर होइन एनजीलाई कन्ट्याक्ट गर्नु होइन मानसको नम्बर यस्तो गरेर मेरो म्यानेजर चाहिँ एनजी हो अनि एनजीलाई हल्का तलब दिइरहेको मैले त्यसरी एनजीलाई कन्ट्याक्ट गर्नु कहिले आयो तलब चाहिँदैन मलाई त आइरहेछ आउँछ बिस्तारै भर्खर 1 महिना हुन्ला सुरु भएको यस्तो गर न तिम्रो नम्बर देऊ न यसरी त्यो एउटा भिडियोको मेन मोटिभ भनेर चाहिँ मानसलाई कन्ट्याक्ट गर्नुपर्छ हामी चाहिँ रियल इस्टेटको कामहरू केही कारोबार गर्दाखेरि के हो त्यही हो एउटा पिस मुर्गा हान्छ है सबलाई यस्तो चाहिँ भन्नुहुन्न भिडियोमा है हामी चाहिँ We are back in रामदाईको ग्यारेज त्यो इन्फर्मेसन देऊ न दाइको त्यो हाम्रो के भयो त्यहाँ अब कहाँ केही भएन कडा हो वे ब्याक इन रामदाईको ग्यारेज अनि जग्गाको काम चाहिँ त्यस्तै भयो के भयो भन त हल्का ठुलो चाहियो रे कति 1 रुपैयाँ जतिको 1 रुपैयाँ नि होइन यहाँ चाहिँ आनामा हुन्छ कि नेपाल काठमाडौँमा 8 आना जतिको चाहियो है त्यसलाई हाम्रो चाहिँ हल्का 4 आना थियो त्यसैले अहिले फेरि मानसको स्टकमा चाहिँ 4 के अरे 8 आनाको सकिरहेछ एकदम 8 आनाको सकिरहेछ अहिले चाहिँ 4 आनाको चाहिँ 3-4वटा छ अनि 5 आनाको पनि छन छ 4-5वटै अनि त्यही हो 8 आनाको चाहिँ अलि धेरै डिमान्ड छ मार्केटमा खासै पाउने हामीले त्यही हो त्यही भएर अब चाहिँ हामी चाहिँ ह्यान्डल खोल्ने अनि त्यसपछि के हाल्ने हामी माल हाल्ने माल 3 पिस मालुम होला एकछिन हालेपछि लुक्स देखाउने हो नि त इन्ट्री भइसकेको छ हाम्रो ब्लगमा Yo guys, what's up? Welcome to our vlog. Manas with खै त अर्को बाइक तिम्रो बाइक खै त्यो भने कि विशाल भाइ लगेर अब यो इन्डस्ट्रियल आउने बाइक त्यसपछि सबैजना फुल हुन्छ मेरो चाहिँ स्लिप भएछ क्या यहाँनिर कहाँ गयो यस्तो चाहिँ अलिक सोचे भन्दा अलिक कमै तल हुँदो रहेछ है कडा है अब यसरी अब हामी चाहिँ क्याफे रेसर बनाएर चलाउने बाइक अब यसरी यस्तो गरेर
खै खै कस्तो सानो हुने रहेछ यार सोचे भन्दा त तर खै त्यही एकछिन भेटौँ अब यस्तो छ ताल यहाँ काम गर्दा गर्दा छोडेर खाना नखाइदिन्छ के गर्छ गर्छ एनजी भाइ चुचेन्द्रहरू बल्ल आइरहेको यहाँ भन्दा पछि के भयो भने चाहिँ केटा हो यहाँ मैले ह्यान्डल किनेको होइन 1200 किनेको आफै यहाँ 1200 पाउँदैन भन्छ बुढाले काम छैन मान्छे बुढाको किनेपछि भन्छ त्यसपछि अनि मैले भनेको पहिला भन्छु के गर्ने सरी इन्जिन भनेर बाहिर जानु आउँदैन नि त मेरो बाइक चाहिँ बनाउन भन्छ हेरेन पानी परिसक्यो वर्षा अवस्था हेर्छ नि हामीलाई हेर्नु एन्जी सो एउटा हो अब लेकमा बाइक लग्दैछ यसरी यहाँ सामान छ यस्तो यति हो यसमा अब फिट गर्छु हेरौँ ल One eternity later. एउटा हो के अरे मेरो बाइकमा चाहिँ अझै होइन 3 पिस ह्यान्डल छ 1 2 3 3 पिस ह्यान्डल हो अनि के अरे मैले भ्लगिङ गरेको छैन पेनाको भ्लग त्यही भएर अनि टाइम टु इन द भ्लग जस्तो लाग्यो त्यही भएर अब योभन्दा चाहिँ अरू चाहिँ केही हुन जस्तो लाग्यो त्यही भएर चाहिँ भ्लगिङ गर्नु लाग्यो के हो सो केटा हो के अरे लास्टसम्म हेरिरहेको भयो भने चाहिँ तिमीहरूलाई थ्याङ्क यू होइन के हो प्लिज दुकान यस्तो इन्ड अफ भिडियो अनि के अरे आजको हाम्रो स्पेसल कन्टेन्ट भएर 3 पिस ह्यान्डल थियो त्यही अब सक्यो कुराकानी के भन्छ अरू छैन यार पिस पिस